यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्। यसलाई हामी बिर्सन सक्दैनौँ कि संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईले? 2/3 दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईको 2/3 ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सन हुने छैन। चुनावसम्म बिर्सन नहुने कुरा र चुनावपछि त झन् बिर्सनै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्। यसलाई हामी बिर्सन सक्दैनौँ र यिनले अहिले ठुलो कुरा गर्नु ठिक हुँदैन। म कटाक्षमा गएको होइन, तर खबरदारी त पुस्ताका हिसाबले हामीले गर्नै पर्ने हुन्छ। संयन्त्रका मानिसहरू होलान्, सरकारका मानिसहरू होलान्, मन्त्री को थिए, प्रधानमन्त्री को थिए, उच्च स्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को थिए, तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ। खबरदार, षड्यन्त्रको श्रृङ्खला अब बन्द गर्नु होला। धेरै आँखा नचम्काउनु होला।